सर्वे मित्राणि नमो नमः। आज म हजुरहरू समक्षमा कुण्डलीमा पञ्चमहापुरुष योग कसरी बन्छ भन्ने विषयमा केही जानकारी गराउँदछु। सर्वप्रथम कुनै पनि ग्रह केन्द्र भावमा बसेको छ भने त्यो महापुरुष योगहरू बन्न जाँदछ। जस्तै उदाहरणको लागि रोचक योग मङ्गल मेष वृश्चिक र मकर राशि भएर केन्द्र भावमा छ भने रोचक योग बन्दछ। त्यस्तै गरी भद्रक योग बुध मिथुन राशि कन्या राशि केन्द्र भावमा छ भने भद्रक योग बन्दछ। र त्यस्तै गरी हंस योग बृहस्पति केन्द्र भावमा छ भने हंस योग बन्छ। बृहस्पति केन्द्र भावमा धनु राशि र मीन राशि कर्कट राशि केन्द्र भावमा छ भने हंस योग बन्दछ। त्यस्तै गरी महालय योग शुक्र केन्द्र भावमा छ भने जस्तै शुक्र केन्द्र भावमा वृष राशि तुला राशि र मीन राशि भएर केन्द्र भावमा बसेको छ भने महालय योग बन्दछ। त्यस्तै गरी सस योग शनि ग्रह मकर राशि कुम्भ राशि तुला राशिमा केन्द्र भावमा बसेको छ भने सस योग हुँदछ। र अर्को रोचक योगमा जन्मेको मानिसको